बेंगलोरको जस्तो ठाउँमा हाम्रो नर्मल दिन कसरी कट्छ त साथै म देखाउने छु कि हाम्रो स्टाफहरुको इफ्तारी कसरी हुन्छ भनेर। हे गाइज, फेरि पनि स्वागत छ सबैजनाको मेरो एउटा नयाँ मिनी भ्लगमा। आई होप कि सबैजना सन्चै र एकदमै आरामै नै हुनु होला। र आज चाहिँ हाम्रो 5000 फलोअर्स या सब्स्क्राइबर्स कम्प्लिट गर्ने च्यालेन्जको डे 11 पनि भयो र हाम्रो युट्युबमा र टिकटकमा अलरेडी 1000 भन्दा धेरै मान्छेहरु जोडिसक्नु भएको छ। अब चाहिँ हाम्रो फेसबुक र इन्स्टामा पनि हुनेवाला नै छ। सो सबैले फलो अनि सब्स्क्राइब गरेर जल्दी भन्दा जल्दी हाम्रो यो च्यालेन्जलाई पुरा गरिदिनु पर्यो। आज बिहानै उठेर सबभन्दा पहिला चाहिँ म गए मर्निङ वाकको लागि र त्यसपछि एकछिन बच्चाहरुसँग ब्याडमिन्टन पनि खेले। त्यसपछि फर्किए म रुमतिर। रुममा आएर हेरेको त बुढी चाहिँ खाना बनाउँदै रहेछिन्। बुढीले चाहिँ घरमा केही सामानहरु छैन भनेपछि म चाहिँ लागे दोकानतिर र दोकानबाट मैले केही घरको लागि भनी सामान लिएर आए। त्यसपछि नुहाई धुवाई गरेर चाहिँ हामीहरु दुवैजना चाहिँ रेडी हुँदै थियौं आफ्नो आफ्नो सलुन जानको लागि। त्यसपछि रेडी भइसकेर हामीहरु चाहिँ पुग्यौं बुढीको सलुनमा। फर्स्ट बुढीको सलुनमा पुगिसकेपछि चाहिँ बुढीको सलुनमा चाहिँ यो मसाज वाला चेयर छ। त्यही मसाज वाला चेयरमा बसेर म मज्जाले आफुलाई मसाज पनि लिन थाले। त्यसपछि बुढीलाई बाइ गरेर म चाहिँ लाग्यो अब आफ्नो सलुन तर्फ जानको लागि। बाटोमा चाहिँ आज एउटा अपार्टमेन्टको बाहिर चाहिँ यस्तो राम्रोसँग फूल फुलिरहेको देखियो। त्यसपछि म सलुनमा नि पुगेर सलुनमा पुगेर एकछिन पूजाहरु गर्न थाले। त्यसपछि चाहिँ हाम्रो स्टाफहरुको इफ्तारीको पनि टाइम भइसकेको थियो। त्यसैले हाम्रो सबै स्टाफहरु मिलेर चाहिँ फल फ्रुटहरु पनि लिएर आइसकेका थिए। हामीहरु सबैजना मिलेर चाहिँ सबभन्दा पहिला फल फ्रुटहरु काट्न थाल्यौं। कसैले चाहिँ पिउनको लागि पानीहरु बनाउँदै थिए। उनीहरुले चाहिँ चेक गर्न नहुनु भएकाले मैले चाहिँ चेक गरेर पनि भने कि राम्रो भएको छ भनेर। त्यसपछि एकजनाले लगेर चाहिँ म चाहिँ गए समोसाहरु ल्याउनको लागि। समोसाको दोकानमा पुगेर फटाफट मैले समोसा पनि प्याक गर्न पठाए। त्यो समोसा लिएर फेरि म आफ्नो सलुनमा पनि फर्किए। इफ्तारीमा बसेको बेला भिडियो चाहिँ बनाउन नमिल्ने रहेछ। इफ्तारी सकिसकेपछि चाहिँ मेरो पेट एकदमै टम्म भइसकेको थियो। हाम्रो सबै स्टाफहरु चाहिँ नमाजको लागि गएको हुनाले सलुन चाहिँ अहिले पुरै नै खाली थियो। एकैछिनपछि स्टाफ आउने बित्तिकै सलुन पनि भरियो। फेरि काम चालु भयो र अब चाहिँ राति पनि भएर म पनि आफ्नो घरतिर जान्छु। र यस्तै नै हो एउटा बेंगलोरमा काम गर्ने मान्छेको डेली लाइफ। हाम्रो डेलीको यस्तै भिडियो हेर्नको लागि चाहिँ फलो र सब्स्क्राइब गर्न चाहिँ नबिर्सिनु होला। हस्त भाइ, धन्यवाद। जय नेपाल।